नमस्ते हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ रेसिपीमा है। यहाँ चाहिँ आज चाहिँ मैले बनाउने थिएँ किनेमाको अचार। यहाँ चाहिँ सबै इन्ग्रिडियन्ट्सहरू मैले लेखिसकेको छु। यो चाहिँ हामी प्रिजर्भ गरेर राख्न सक्छौँ है। त्यही भएर चाहिँ फर्स्ट स्टार्ट गर्दाखेरि चाहिँ फिनिक्रिक पाउडर चाहिँ मैले बनाइसकेको थिएँ, घरमै बनाएको हो मैले चाहिँ। यहाँ चाहिँ धनियाँको सिड र मस्टर्ड सिड, जिन्जर अनि चिल्ली, यो भयो किनेमा, अनि हाम्रो मेन त किनेमाकै हो, मस्टर्ड ओइल, अनि यहाँ भयो सल्ट। यसमा चाहिँ फर्स्टमा चाहिँ मैले कराई बसाएँ ग्यास अन गरेर, किनभने कराई चाहिँ मजाले तताउनु पर्ने हुन्छ मस्टर्ड ओइल खराउनुको लागि है। अब चाहिँ नखराइकन गऱ्यो भने चाहिँ पुरा मस्टर्ड ओइल गनाउँछ नि त। त्यही भएर मैले चाहिँ कराई कराएर मस्टर्ड ओइल हालेर मस्टर्ड ओइल खरिनेको बादमा बिस्तारै चाहिँ मैले जुन चाहिँ त्यो सामानहरू ल्याएको थिएँ त्यही हाल्यो मजाले है यहाँ। अन्त यहाँ मजाले भुट्नु पर्ने हुन्छ है, बिस्तारै हाल्दै भुट्दै गर्नुपर्ने हुन्छ। एकैचोटि हाल्यो भने पनि डढ्ने हुन्छ, ठुलो फ्लेम गऱ्यो भने एकदम मिडियम फ्लेममा मजाले हाल्दै भुट्नुपर्ने हुन्छ। लास्टमा चाहिँ मेरो रेडी भयो। थ्याङ्क यू फर वाचिङ गाइस। तपाईहरु पनि ट्राई गरेर खानुहोस् ल।